आज बिहान बिहान मेरो एकदम रफ भइरहेको छ क्या, कस्तो हिजो कलर लगाएको है, खैरो मनपर्छ आफूलाई चाहिँ। आफू बिचमा पार्लर जानु भ्याइनँ र मैले आफै एउटा कलर हालेको, कुन कलर दिएछ पडोसीले दोकानले, रातो रातो कलर पो छ बिच। मलाई त खैरो मनपर्छ नि त, कपाल रातो रातो खैरो खैरो मिसेर भयो। त्यही भएर यहाँ चाहिँ आज म बिहान बिहान न्युटेला मजाले नानीहरूलाई रोस्ट पकाएको तरिकाले बनाइदिएछु। हिजो मासु खान्छ भने मासु नै बनाइदिएँ, प्रायः मासु अन्डा खान्छ। आज त यति मिठो बनाइदिएको छोरा, तिमी फुरुक्कै हुन्छौ भनेर म फकाएर बनाइदिँदैछु जुठा छोरा मिठासेलाई चाहिँ। अनि मजाले यसरी कर्नफ्लावर लगाएँ, अनि मैदा लगाएँ। कर्नफ्लावरले मात्रै साध्य हुँदैन, त्यही भएर अनि फुड कलर अनि हाल्नुपर्छ नि त। फुड कलर बिना त राम्रै देखिँदैन। फुड कलर, खोर्सानीको धुलो, अदुवा लसुन अनि प्याज चाहिँ अब खस्रो देखेर खाँदैन केटाहरूले, अनि पिनेदेखि थाहा पाउँदैन। खोर्सानी 4-5वटा हालिदिएर, पिरो खान्छन् उनीहरू, पुग्न जस्तै हो, आमा जस्तै हो। अनि खोर्सानी अलिक बढी हालेर पिन्थेँ। एउटा उसमा लसुन अदुवा पिनेको थिएँ, पानी लाउँदै सट 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 मोलिदिएँ। यसरी मजाले मोलिदिनुपर्छ। यो भर्सक मोलेर चाहिँ 2 घन्टा अगाडि राख्दा चाहिँ मिठो हुन्थ्यो, तर मैले हतार सराएर छिटो छिटो मोलिदिएर बनाइदिँदैछु। यसरी तारिदिँदैछु मजाले, यसरी तारिदिएर केटाहरूलाई मजाले स्टेप 2 स्टेप त हुँदो रहेछ, झन् एक अड्दैन नि त, तेल धेर लाग्छ। त्यही भएर यसरी कति राम्रो निकाल्थेँ, मन पराउँछ यस्तो चाहिँ मेरो कान्छा छोरा जेठा छोराले। फेरि अर्को लगाउँदै यसको ग्रेभी चाहिँ हाल्दिनँ कि, धेरै ग्रेभी हुन्छ, धेरै नराम्रो उयो च्याप समातिन्छ यसको न्युटेलाभरि। त्यो ग्रेभी चाहिँ मैले सिद्रामा हालेर राखेँ, पानी अलिकति थपेर हालिदिनु पर्छ सिद्रामा भनेर। अनि त्यहाँदेखि चाहिँ म फेरि के दिनु भयो, यस्तो गर्नुपर्छ एक्लै हुँदा। त्यही तेल नास पार्नु हुँदैन भनेर त्यही तेलमा मात्रै त्यही तेलमा सिद्रा लगाइदिएर मजाले तार्ने हो। तारेर निकालेर मात्रै बनाउने बानी छ मेरो चाहिँ, नमिठो लाग्दैन। यसरी तारेर निकाली पनि सकेको। यस्तो कराई धुवा भयो कि मेरो छोराले गनायो अरे, कोठाभरि गर्दा कराउँदै थियो परबाट चाहिँ। त्यही पनि मैले इग्नोर गरेर है, आफ्नै घरको अर्ग्यानिक सोप लग्यो, मजाले धनियाँ धुएँ, 3-4 चोटि धुएँ यसरी आइसमा राखेको थिएँ। टमाटर पनि आइस यसरी हालिदिएको है। अनि ग्रेभी बनाएँ, खोर्सानीको धुलो बेसार लगाएँ, यसरी मजाले सबै थोक लगाएर चलाएँ। अनि यो चाहिँ अचारको लागि पुदिना हालेर एउटा टमाटरको अचार बनाउन लागेको। फेरि उता ढिलो हुन्छ भनेर उता पनि हेर्दै ग्रेभी मजाले बनाएँ, सिद्रा र सोप हालिदिएँ। यस्तो मिठो हुन्छ। अब यो घरमै आफै बनाएको नुन पनि लगाइदियो। यो चाहिँ सिद्राको पानी त्यही हालिदिनुपर्छ, यस्तो दामी मस्त रस हुन्छ। यसरी बनाएर खानुपर्छ।